शिक्षणलाई मैले अत्यन्तै माया गर्ने, शिक्षण गर्नु पाए हुन्थ्यो, पढाउनु पाए हुन्थ्यो, बच्चाहरूलाई केही सिकाउनु पाए हुन्थ्यो, मैले जानेका कुराहरू समाजमा रहेका बालबालिकाहरूलाई शिक्षित गरौँ भन्ने हिसाबले नै प्रवेश गरेको हुँ। तर पछि यसमा म रमाउँदै जाँदा शिक्षणलाई मैले एउटा आदर्श पेसाको रूपमा लिएँ। ऋण काढेर भए पनि आफ्ना नानीहरूलाई निजी विद्यालयमा पढाउने लहर चलिरहेको बेला सामुदायिक विद्यालयमा पनि गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्ने सन्देश दिन सफल हुनुभएको छ सिद्ध बाबा उच्च माविका प्रधानाध्यापक डोर विक्रम श्रेष्ठ। हरेक अभिभावकको भूमिका हुँदाहुँदै पनि यो प्राचार्यको अलि बढी योगदान र त्याग चाहिँ बढी देखियो। देखिसकेपछि बलियो भयो भने सबै बलियो हुन्छ भन्छन् नि, अनि त्यो भएपछि टिम पनि एक्टिभ, अनि अनुशासन चाहिँ प्रमुख रूपमा अनुशासनै थियो। सिकाइलाई समय सापेक्ष बनाउनुपर्छ भन्ने धारणा उहाँमा छ। 7वटा कक्षा कोठामा मल्टिमिडियाको व्यवस्था गर्नुभएको छ। हरेक विद्यार्थीले कम्प्युटर शिक्षा पाएका छन्। व्यवस्थित पुस्तकालय छ। विद्यार्थीको व्यक्तित्व र अध्ययन गर्ने संस्कारको विकास गर्न हरेक विद्यार्थीले हरेक महिना कम्तीमा एउटा किताब पढ्नै पर्ने र पढिसकेपछि सबैको अगाडि प्रस्तुति दिनुपर्ने व्यवस्था गरिएको छ। यस्ता नवीनताका कारण यो सामुदायिक विद्यालयले आफ्नो छुट्टै पहिचान बनाएको छ। कुनै पनि सफलता एकजनाले चाहेर मात्र पनि सम्भव नहुन सक्छ। यसको पछाडि समुदायको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका रहन्छ। सरकारले अब निशुल्क गर्ने भन्छ, त्यसको सुविधा भौतिकपछि हेर्नुभयो, यो सबै 36 लाखको योजना हो, 24 लाख चाहिँ समुदायले उठाएको। त्यसमा चाहिँ दिवी सरको ठुलो योगदान थियो त्यतिखेरको अवस्थामा। साँझ रातिहरू बुढाहरू खटेर चन्दा साउजीहरूलाई के गरेर हुन्छ, कसरी हुन्छ, 10,000, 20,000, कहिले 50,000, 60,000 त्यसरी चाहिँ यो के अरे चन्दा सङ्कलन गर्नु चाहिँ उहाँको ठुलो योगदानले गर्दाखेरि यहाँ तक पुग्न पाइयो। उहाँको प्रशासन, व्यवहार र काम गर्ने शैलीबाट शिक्षकहरू पनि उत्तिकै प्रेरित छन्। शिक्षकहरूलाई वृत्ति विकासका विभिन्न तालिमहरूका अवसर जुटाउनका साथै शिक्षणका नयाँ नयाँ विधिहरूको खोज गर्न प्रेरित गर्नुहुन्छ डोर विक्रम श्रेष्ठ। प्रिन्सिपल सरले चाहिँ हरेक कुराहरू नयाँ टेक्निक आइडियाहरू लिएर आउनुहुन्छ जहिले पनि, अनि त्यो चाहिँ मलाई एकदमै बेस्ट लाग्छ। उहाँको सबै मिनी मिटिङमा आज सरले नयाँ के भन्दै हुनुहुन्छ, हामीले के गर्नुपर्ने हो भन्ने कुरा चाहिँ एकदमै म चाहिँ सुन्नलाई आतुर हुन्छु सरबाट। सरको प्लस बेस्ट पोइन्ट भनेको मलाई त्यहाँ लाग्छ सबैभन्दा। शिक्षा क्षेत्र राजनीति गर्ने थलो हुँदैछ भन्ने जनगुनासो जताततै सुन्न पाइन्छ, तर सिद्ध बाबा उच्च माविको पठन पाठनलाई राजनीतिले छुन सकेको छैन। प्राइभेट स्कुल भन्दा यो गभर्नमेन्ट अथवा सोसाइटीबाट सञ्चालित भएको स्कुल असाध्यै राम्रो र बाहिरी राजनीतिले पनि यसमा नछोएको कारणले मैले चाहिँ यहाँ पढाउन उचित ठानेको हुँ। विद्यालयले आगामी दिनमा गुणस्तरलाई अझ स्तर वृद्धि गर्दै प्राविधिक शिक्षालाई थप गर्ने र आइसिटी फोकस्ड एजुकेसन, आइसिटी लगायतका कुराहरूलाई थप गर्दै अगाडि बढ्नेछ। विज्ञान विषयका कक्षाहरूलाई पनि थप व्यवस्थित गर्नेछ। समग्रमा भन्दा विद्यालयलाई त्यस क्षेत्रकै नमुना बनाउन विद्यालयका प्रधानाध्यापक डोर विक्रम श्रेष्ठको योगदान अतुलनीय छ।